Sorry for आज too चाहिँ late हजुरको मिस post. भेटेँ। हेलो एभ्रिवान। मैले चाहिँ केक बनाउन लागेको भिडियोहरू चाहिँ केही पनि बनाउन पाएन किनकि बहुत बिजी थियो त्यो दिन। भाइको केक पनि मैले साँझपख बनाएको थिएँ। यस्तो बिजी भएर केक बनाउनेको त्यो भिडियो बनाउनु ध्यानै भएन होइन। अनि त्यसपछि फटाफट केकहरू प्याकिङ गरेर अब क्लोजिङ गरेर घर जानु पर्ला भनेर घरतिर कुनाको आइथ्यो होइन। म चाहिँ लगभग 8-9 चाहिँ बजिसकेको थियो क्या, 9-10सम्म बज्न लागेको थियो कि सायद है। अनि मैले सबै सामानहरू स्याहारेँ। अनि त्यसपछि केक सेक बोकेर चाहिँ जान्छु भनेर सबै बत्तीसत्ती बन्द गरेर अनि त्यसपछि म चाहिँ पसल बन्द गरेर घरतिर लागेँ। अनि त्यसपछि घर गएको ढोकासँग पनि सप्लाईसँग थियो, कप केक लगाएको थियो सरप्राइज दिन्छु भनेर। ठुलो केक चाहिँ लुकाएर राखेको थिएँ। बहिनी आई फेरि बहिनीलाई चाहिँ पठाएर भाइलाई बोलाएको। भाइको रियाक्सन चाहिँ कस्तो आयो भाइको रियाक्सन चाहिँ ठुलै केक पायो भनेर आएको थियो तर सानो कप पऱ्यो। चिसो लगेर भित्र देखाइरहेको थियो सबैलाई। म चाहिँ लुकाएको थिएँ केक अनि लगेर गएँ। लगेर गएर चाहिँ देखाएको त खुसी भएको थियो भाइ चाहिँ। अनि त्यसपछि टेबल सेबल राखेर सबै मिलायौँ। हामी चाहिँ अहिले चाहिँ ड्याडी, म, आमा अनि भाइ बहिनी आन्टीहरू हुनुहुन्थ्यो। फुपूहरू चाहिँ अब सबै आफ्नो घरतिर जानुभएको छ अहिले चाहिँ। त्यही भएर चाहिँ हामी मात्र छौँ। अनि त्यसपछि केक सेक काटेर पालो टिका लाउँदै खुलाइदियौँ हामीले सबैले, ड्याडी, आमा, म सबैले गऱ्यौँ। अनि त्यसपछि अब नाच्ने गाउनु त भएन। त्यसपछि खानासाना खाएर सुतेको। अनि यति नै भयो आजको लागि चाहिँ। हल्का रमाइलो भयो भनौँ, फ्यामिलीसँग टाइम स्पेन्ड भयो। सो अब हुन भने अलिअलि खल्लो त लाग्छ, त्यही पनि रमाइलो भयो। अब यो वर्ष यस्तै भयो, अब अर्को वर्ष अलिक राम्रो गर्ने त्यही सोचेर अब गऱ्यौँ। केक चाहिँ कस्तो भएको थियो अब लास्टमा देखाउँछु है त। केक चाहिँ यस्तो भएको थियो, चक्लेट केक बनाइदिएको थिएँ मैले भाइलाई। अनि यति नै हो आजलाई, थ्याङ्क यू।